जय मसिनी नमस्ते सबैजनालाई। म आशिष नेपाली अनि आज म जाँदैछु बुटुलदेखि प्युठान। त्यसैको लागि म बिहानै आएको थिएँ बस पार्क जाने भनेको बसमा, तर बस रहेनछ अनि जाँदैछु म हाइसमा। अनि बिहान 6:30 बजीतिर हामी बुटुलदेखि हिँड्यौं। बाहिरको नजारामा सूर्य उदय हुँदैछ। गाडी भने आफ्नै गतिमा हिँडिरहेछ। अहिले भने म चनौट छु। गाडीमा आउँदा फिलिङ्स बेकार भइरहेथ्यो। सायद धेरै समयपछिको यात्रा भएर होला। आजको यात्रामा भने मौसम राम्रो छ। अब म लाग्छु गाडीभित्र अनि भित्रबाट यस्तो देखिरहेछ बाहिर र भित्र। हामी भने चनौटदेखि अगाडिको यात्रामा लागिसक्यौं। मैले प्राय धेरै भिडियो बनाएको छैन किनभने यो मिनी भ्लग हो। अहिले हामी यात्रा गरिरहेछौँ भालुगाउँ अनि हामी देख्न सक्छौँ यताको दृश्य कत्रा राम्रो छ। भिडियोमा त राम्रो छैन तर रियलमा अति राम्रो छ। नदी भने एकदम ठुलो भएको रहेछ। नदीको बगरमा भएको यो बस्ती मलाई अति नै मनपर्छ। अनि भालुगाउँलाई हामी मेन सिमाना पनि लिन सक्छौँ किनभने यसले सिमाना जोड्ने काम गर्छ। देख्न सकिन्छ यो मेन पोइन्ट। यहाँदेखि लाग्छौँ हामी राइट। अब हामी भालुगाउँलाई पछाडि छोडेर प्युठान अगाडि बढ्छौँ अनि एकछिनको ब्रेक पछि हामी लाग्छौँ फेरि प्युठानतिरको यात्रामा। अबको बाटो सानो अनि धेरै घुमाउरो छ, त्यसैले मलाई यो बाटो मनपर्छ। देख्न सकिन्छ हाम्रो प्रकृति साँच्चै नै कति सुन्दर छ हैन। अहिलेसम्म हामी दाङमा छौँ। यो पुल वारी र पारीको सिमाना हो। हामीले प्युठानको सिमाना पार गरिसक्यौँ। अब भने प्युठान सुरु भयो। यो भने प्युठानको ददेरी भन्ने ठाउँ हो। अनि एकछिन हामी सानो जाममा पर्यौँ। अनि यताको नदी देख्न सकिन्छ कफी कलरको छ। हामीले यात्रालाई पछाडि सार्दै बडडाँडातिर उकालिन लाग्यौँ। यताको यात्रा घुमाउरो र जङ्गलको हुनेछ। अनि हामी उकाली पार गर्दै बडडाँडा आइपुग्यौँ। यहाँ व्यापार व्यवसाय राम्रो चलिरहेको छ। अनि यो हो बडडाँडाको भाइरल ठाउँ। मैले सबै डिटेलमा क्याप्चर गर्न भने सकिनँ। यताको डाँडाकाँडा हरियाली असाध्यै राम्रो छ। हाम्रो यात्रा भने निरन्तर अगाडिकै छ। अनि एकछिनको लामो यात्रापछि हामी पुग्छौँ चकचके। चकचकेमा भने गाडीहरूले खाना खाउने मेन ठाउँ हो, त्यसैले यता अलि भिड पनि छ। अनि हाम्रो गाडी पनि लाग्यो खाना खान रोकिन। गाडी रोकिए लगत्तै म जाडो भइरहेको थियो। मलाई भने यो लामो यात्रा हरि झ्याउ लाग्छ हिँड्न, तर हिँड्नु नै पर्छ। अनि यो हो चकचकेको दृश्य। केही समय खाना खाइसकेपछि हामी लाग्छौँ चकचकेदेखि अगाडि। चकचकेबाट पनि 2टा जिल्ला छुट्टिन्छ, रोल्पा र प्युठान। अनि यताको पुलतिर चाहिँ प्युठान पर्छ। जुन देखिएको पुल चाहिँ रातिको भाइरल पुल हो, जहाँ रातिमा लाइट बाल्दा यस्तो देखिन्छ। अब यहाँदेखि यात्रा सुरु हुन्छ चेरनेटासम्मको। यो हो चेरनेटा, त्यति ठुलो बजार चाहिँ छैन। अहिले भने म छु प्युठान जुम्री। यहाँ गाडीहरूको टिकट घर पनि हो, त्यसैले भिडभाड पनि हुन्छ। जुम्री सकिए लगत्तै आउँछ बिजुवार। यहाँ व्यापारी क्षेत्रहरू धेरै छ। अनि बिजुवार सकिए लगत्तै आउँछ हाम्रो बागदुला। अहिले छु म त्यही बागदुलामा। अब मेरो बागदुलासम्मको यात्रा सकियो, त्यसैले अब गाडीबाट झर्नु पर्ने हुन्छ मलाई। अनि यहाँसम्म आएको भाडा पनि दिनुपर्ने हुन्छ। साथीहरू गयो मेरो 1000 रुपियाँ। क्या बोला तूने? चम्मच अनि भाडा तिरेर म लाग्छु अरू काममा। मेरो अरू काम पनि छ। म लाग्छु कपाल काट्नतिर। A few moments later. अनि मेरो कपाल काट्न सकियो। बागदुला भने यस्तो देखिन्छ। अब मैले अरू काम सकेर घर जानु पर्ने हुन्छ। 2 hours later. अनि मैले सबै काम सकेर म भने घरतिर लागेको। म चाहिँ बाइकमा छु। हामी जानुपर्ने हुन्छ खलङ्गा हुँदै। अनि हामी पुगिसकेको खलङ्गा। खलङ्गाको भ्यू यस्तो देखिन्छ। यो हो बस पार्क। अलि बेर भएको हुनाले शान्त छ बजार चाहिँ। हाम्रो यात्रा भने कन्टिन्यू नै रहनेछ। अहिले खलङ्गा बस पार्क पार गरिसक्यौँ। बाटो पनि सुनसान खाली छ। यात्रा भने जारी नै छ। एकछिनको यात्रापछि मल्लरानीमा लियो ब्रेक। आजभोलि मल्लरानी पर्यटकीय स्थल बन्दैछ। एक दिन म सबै देखाउने छु हजुरहरूलाई। अब भने हामी सिधै घर जानेछौँ। अहिले भने म आफ्नो घर पुगिसकेको छु। यहाँसम्म हेर्नुभएकोमा धन्यवाद। अबको भिडियोहरू पनि आउनेछ। आजलाई भने यति नै। हस्त जय मसी।